आज चाहिँ मेरो सेलरी आएको छ अनि मेरो सेलरी चाहिँ फाइनली आइसकेको छ। कति छ गनौँ ल सबैजनाले। अनि यो सेलरी चाहिँ हाम्रो मम्मी आउनु भएको छ अनि म चाहिँ मम्मीलाई दिनको लागि बजार जाँदैछु। मम्मी बजार आउनु भएको छ होइन। यता मम्मी चाहिँ गान्तोकमा बस्नुहुन्थ्यो नि त अनि गान्तोकदेखि अब आउनु हुँदैछ अनि अहिले आइपुग्नु भयो अरे र म चाहिँ पुऱ्याउन जाँदैछु होइन। योभन्दा अगाडिको महिनाको चाहिँ मैले सबै फोन पे गरिदिइसकेँ, उता ब्याङ्कमा हालिदिएँ अनि अहिलेको चाहिँ मम्मीलाई ह्यान्ड टु क्यास दिन गइरहेको छु। कति छ गनौँ है ल। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 फाइनली मेरो चाहिँ 1 महिनाको सेलरी 20,000 होइन। अब यो चाहिँ म मम्मीलाई दिन जाँदैछु होइन। अब पुगेर मम्मीको रियाक्सन हेरौँ। समथिङ हामी पनि आमा छोरा नि समथिङ 1 वर्षपछि भेट्दैछौँ होइन। अनि यो चाहिँ म मम्मीलाई दिन गइरहेको छु। म चाहिँ यो पैसाहरू चाहिँ किन देखाएको अनि म चाहिँ मम्मीलाई किन दिन्छु भनेर चाहिँ भनेको भने दिन्छु पनि, बट तर योभन्दा अगाडि होइन मैले देखाउँथिनँ। म त्यस्तो देखावटी गर्न नि मन पनि लाग्दैन, बट तर मान्छेहरूको भनाइ हुन्छ नि सोच होइन, त्यो सोच चाहिँ बदलियोस् कि। सबै खान्छ उडाउँछ जवान छोरा भन्छ नि त, बट तर त्यस्तो होइन क्या। मैले एउटा यो तपाईँलाई देखाउँछु। यो भित्रको यो छ नि यो टी सर्ट, यो लगाएको समथिङ मैले लगाएको 4 देखि 5 वर्ष भयो कि। म त्यस्तो त्यो झ्यालाक झिलिक यताउता मन पर्दैन क्या मलाई। बस म मेरो काममा कुद्छु होइन, म मेरो काम गर्छु बस भयो कि। अनि मैले अहिलेसम्म जति पनि कमाएको छु मले सबै घरै पठाइदिन्छु होइन। घरकै अब सबै काम गर्नुहुन्छ मम्मीहरूले, ऋण पान यताउता घरमा खाना खर्च सब मम्मीहरूकै लागि हो। अनि मेरो लागि चाहिँ पैसाभन्दा ठुलो चाहिँ मेरो फ्यामिलीको खुसी हो जस्तो लाग्छ कि। त्यही भएर म सबै मम्मी हजुरआमा भाइ बस हुन्छ क्या, त्यति खुसी भयो भने मलाई केही चाहिँदैन क्या। केही पनि दुनियाँले के भन्छ मतलब लाग्दैन कि होइन। बस मेरो त्यति चाहिँ फ्यामिली चाहिँ खुसी हुन पर्यो है। अब जाउँ है त। ल गाइस मम्मीहरू चाहिँ आइसक्नु भएको छ होइन। बाहिर मेरो लागि जम्पर ल्याइदिनु भएको रहेछ, जम्पर लिन जानुभएको छ, आउनु हुँदैछ, पर्खिनु होला। कस्तो लाइट आएको यही हो। ल गाइस मम्मीले ल्याइदिएको यो चाहिँ भ्लग त बनाउनु परेको नि। पासाङ भाइ ठिक छ? 20,000 कस्तो हुँदैछ छोराको सेलरी पक्रिँदा हजुर? लु गाइज मम्मीलाई 20,000 दियो। अब ल ल पासाङ कस्तो छ? नेपाल त कति वर्ष पछाडि पो आयो हो? ल ठिक छ ल गएको। अहिले चाहिँ फाइनली मम्मीहरूलाई नि बिदा गरेँ होइन। मम्मीहरूलाई पैसा नि दिएँ। अब त्यति लामो भिडियो त बनाउन पाइनँ, बट त्यही पनि थोरै भयो भने बनाएँ है। अलिकति कस्तो लागिरहेको छ क्या। अब म त्यसरी मम्मीहरूलाई पैसा दिँदा या कसैलाई केही सहयोग होस् या कसैलाई पैसा दिँदा त्यसरी भिडियोहरू बनाउँथिनँ नि त, बट त्यही भएर अलिकति कस्तो भइरहेको छ मनमा। त्यो पनि ठिक छ। यो चाहिँ गाइस होइन मम्मीले ल्याइदिनु भएको है। कस्तो छ त, कस्तो देखिएको छ? ठिक छ ठिक छ होइन। अहिलेसम्म भिडियो हेरिदिनु भयो, यति हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब अन्तिममा गएर चाहिँ म के भन्न चाहन्छु भने भिडियो राम्रो लाग्यो भने प्लिज सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन, लाइक फलो पनि गरिदिनु होला। अब टिकटक फेसबुकबाट हेर्नुहुँदैछ भने है। थ्याङ्क यू।